टाउको जस्ता कुचो त यता हाम्रो माइतीहरू छ क्या अन्त बिहान हाम्रो पण्डित दाइले म त्यो ताउलो बसाल्ने ओदान 3 मुठो चामल बाग्ने ओदान कहाँ के हो हेर्नु जाऊँ भनेर गइयो होइन जाँदाखेरि त्यहाँ पुजारी कोरे चाहिँ हाम्रो यो कर्नाटक मऱ्यो नि होइन कर्नाटक भान्जो रहेछ हेर उसले उहाँ पूजा गरेर भने पूजा गरेर झर्दो रहेछ हामी उनीहरू गइयो एउटा कोटको सबै देखाइदियो क्या हामीलाई जम्मै देखाइदियो ताउलो बसेको ठाउँ यो हो तर हामीले ताउलो देखिएन करा मात्रै थिए त्यो करामा गरौलो हालिन्थ्यो त्यहाँ त जति राम्रो ल्याए नि त्यही गरेर भान्ने मारान्ने गरिन्थ्यो अहिले ताउलो पनि डुब्यो करा पनि डुब्यो छैन ताउलो राखेको त्यो मान्छेले भन्यो हरि दुबो बोलाएको भएको त्यो ताउलाको मुख छोरीमा जस्तै खने जस्तै माटो थियो क्या अन्त त्यसले के भन्यो भने यहाँ हाम्रो यो कोटमा 3टा ठेला छन् त्यो गुल्टिएर जान्छ अर्को निकालेर हान्छन् त्यो नि गुल्टिएर जान्छ र फेरि अर्को निकालेर हान्छन् त्यो नि गुल्टिएर जान्छ फेरि पहिला गुल्टिएको ठ्याक्क ठाउँमा आउँछ फेरि उही निकालेर हान्छन् तर हामी ठेला खोज्न गइन्न त्यो बाहुनले अब मैले सुने मसँग कि हामीसँग त्यस्तो त्यो बाहुनले भन्यो अन्त ताउलो अब डप्पिएको देख्नै पाइएन गोरान त देख्नै डर लाग्ने यत्र यत्र खुट्टा कर्क गरेको थियो तर खुट्टा भाँचिएको कसरी भाँचियो भन्दाखेरि जलजलाउँसित लड्दाखेरि खुट्टा भाँचिएर जख्मी भएर बसेका हुन् र त्यो तागुङमा हाम्रो जिजुले बनाएको ताउलो त्यस्तो हो भन्दाखेरि अब भुइँबाट छुटेर उता लुकुर वन गएछन् लुकुर वनबाट फेरि तागुङतिर आएछन् तागुङबाट पनि पिटिएर हाम्रो कोही यता कोही उता कोही कता त्यस्तो भएका रहेछन् क्या भन्दाखेरि खास हाम्रो दाजु भनेको त्यही उहाँको कि तागुङ छैन अनुहार हेर्दै फरक तागुङमै दाजुभाइ हजुर र उहाँ माइला बाबा पनि एउटै केस मिल्ने हुनुहुन्न रहेछ उहाँ माइला बाबा र हजुर माइला यहाँ त माइला जन्मिएले एउटा चाहिँ ठ्याम्मै यो माइला जस्तै बुढा यहाँ माइला बा उहाँ माइला ताउलो अब परेक नगरेको त्यो अनि यसले झ्याउ राखेको क्या ताउला त्यो 4 पाथी 5 पाथी 3 पाथी त्यो चाहिँ पाकिने ताउलो त रुवान्थै थियो त्यहाँ जाम्ला ए फेरि बाबु मेरो घर हो खाना फेरि बिहान तेरा भयो बेलुका यहीँ हुन्छ अनि कोही नि गएन नि त भाइ धुवाकोतिर खोज्न कोही नि गएन नि फेरि हाम्रो जिजु बाजेहरू त्यो हाम्रो जिजुबाले जाने त हाम्रो गँटे जेठा उहीँ ढुवाकोट गोठा बसेर मरेँ बल्ल यहाँ आएर मैले अघि नै भने नि चनेरा छोरी ढुवाकोट चनेरा छोरी बिहायो हाम्रो काइला बुढुवाले क्या उहाँ चनेरा छोरी बिहा ढुवाकोट चनेरा छोरी बिहा गरेर गँटे जेठा जन्मे गरेपछि बल्ल यहाँ सब काटेर कान्छ बाबु जेठा थिएनन् तिनी जेठबाको जानै भएन गएको हुँ मन्दिर जेठबा गएँ गँटे जेठबा हुँ गोठो बसेँ र कान्छबा नि एकपालि गएका हुन् रे तर गएका हुन् रे हाम्रो लामगाजै लगाइन्छन् त्यहाँ अनि यिनीहरूले भने लामगाजै छैनन् ढुवाकोटमा छैनन् उहाँमा भन्छ अब बाबुले थाहा छैन उहाँमा